नमस्ते, म नमराज विक। खास आज म के भन्न गइरहेको छु भने हाम्रो देश नेपालमा जुन कि यस्तो व्यक्ति हुनुहुन्छ श्रम संस्कृति गरेर नै यो देश बनाउनु पर्छ है भनेर जनताहरूलाई सपोर्ट गर्नु भएको छ, जनताहरूलाई अगाडि ल्याउनु भएको छ। उहाँ चाहिँ धरान उपमहानगरपालिकाका मेयर साहब हुनुहुन्छ। उहाँले जुन देश र जनताको लागि गर्नु भएको छ, बलिदान र त्याग गर्नु भएको छ, उहाँलाई हाम्रो मनैदेखि स्यालुट छ। र जेनजी युवाहरूले अर्थात् जनताले उहाँलाई देशको नेतृत्व गर्न दिनु भएन। आज देशको नेतृत्व गर्न पाएको भए उहाँ र कुलमान जस्ता व्यक्तिले आज यो देश हाँक्नलाई कुनै पनि ठुलो समय लाग्ने थिएन। र जेनजी युवा अर्थात् पीडित व्यक्ति जुन मृतक व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले पनि सहजै तरिकाले न्याय पाउनुहुन्थ्यो। आज जुन ती हाम्रो देशका बाजे वा तीनजना व्यक्तिलाई आज उहाँले सहजै तरिकाले खोरमा ल्याई कटघरामा ल्याई उहाँलाई न्याय दिलाउन सक्नुहुन्थ्यो।